Ôi 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 ôi. Paling sana paling sa. पानी न दुईटा मोटे मोटे यहीँदेखि सुरु हुन्छ हाम्रो 100 छ मेरो नाम चाहिँ रमेश हो है हजुर यो के राख्नु एरियाको कुरा गर्दासम्म 106 हेक्टरमा फैलिसकेको छ यो तपाईँको चाहिँ तलमाथि भइरहेको हुन्छ कि एरिया खोलाहरू छ खोलाले काट्यो भने अब उतापट्टि काट्यो भने यतापट्टिको बढ्छ कहिले यतापट्टि काट्यो यतापट्टि घट्छ त्यसरी चाहिँ तर नर्मली 106 हेक्टर भन्थे तपाईँको सिमानाको कुरा गर्दाखेरि चाहिँ अब यतापट्टि हजुर देखिहाल्नु भयो बस्ती छँदैछ यहाँ तपाईँको पश्चिम क्षेत्रमा चाहिँ हात्तीसार छ यतापट्टि हजुरको खुले खोला छ हेर्दा मजाले वनको कुरा बसिरहेको यसलाई चाहिँ हामीले चाहिँ इङ्ग्लिसमा चाहिँ रेड जङ्गल फल भन्छौँ अब यसको कमन ल्याङ्ग्वेज चाहिँ हजुर कमन भाषामा चाहिँ वनकुखुरा भन्न मिल्यो यसलाई चाहिँ तपाईँको रियल नेममा चाहिँ हामी नेपालीमा चाहिँ लुइचे भन्छौँ लुइचे अर्को उयो भन्छ नि कालिज यस्तो हजुर यो पनि कालिजकै स्पेसिस हुन चाहिँ होइन तर मेन रियलमा जुन हामी कालिज नै भन्छ नि त्यो फिजियन त्यो चाहिँ यहाँ पाउँछ यही चिकन पनि अलिकति माथि चाहिँ अलिअलि चिसो ठाउँ हुन्छ नि त्यो ठाउँमा बस्छ यहाँ चाहिँ हुन्छ तर यो पनि मुजुर यिनीहरू पनि तपाईँको कालिजकै स्पेसिस हुन चाहिँ यो कालिजकै प्रडक्ट कालिजमै डिभाइडेड भएर आउँछन् कि अनि यतापट्टि साइडमा हजुरको चाहिँ ढुङ्ग्रे खोला भन्ने छ अनि यो इस्ट पारमा तपाईँको चाहिँ इचर्नी टापु भन्ने हामी खोला कट्छु कट्छु दाजु खोला कट्दैन कट्दैन है खोला किनार किनार एकछिन चाहिँ गइन्छ खोला चाहिँ कट्दैन इचर्नी टापु भनेको चाहिँ यहाँ चाहिँ अब गैँडाको उत्पत्ति नै त्यहीँबाट भएको भन्ने पनि विश्वास छ कि त्यस्तो छ इचर्नी टापु नजाउँछ होला यहाँ चाहिँ अब हुँदै गर्दा हामीले जम्मा 2 किसिमको वनहरू भेटिन्छ एउटा हजुरको चाहिँ ग्रास ल्यान्ड भन्ने हुन्छ जहाँ चाहिँ हजुरको ठुल्ठुलो रुखहरू हुँदैन त्यो चाहिँ जनावरलाई चर्नलाई निर्माण गरिएको अनि यो चाहिँ हजुरको चाहिँ रिभराइन फरेस्ट भन्छ यसलाई वर्षावा जस्तो भनौँ न रिभराइन फरेस्ट यहाँ चाहिँ हजुरको चाहिँ सिमलको भेलरको त्यस्तै रुखहरू मात्रै हुन्छ यहाँ स्टिल तपाईँ कहीँ पनि त्यो चलेको पनि छैन कि टु बेलादेखिको है 18-20 वर्ष भइसक्यो बन्द होला नि तपाईँको यसको हेर्नु न अब 18-20 वर्ष भयो होला सरसफाइ नगर्दा पनि यसको केही छ त हाम्रो 3 दिन लाग्यो भने 3 दिन चाहिँ बगाएर के हुन्छ गर्दा त्यो कालो हुन्छ प्रायः यहाँको सामान सबै चोरी गरेको क्या होला है यो पछाडिपट्टिको चाहिँ किचन हो यो चाहिँ हजुरको क्याम्प फायर जोन हो त्यसको बिचमा चाहिँ आगो तापेर बस्नु यतापट्टि चाहिँ बार एरिया यो चाहिँ बार अगाडिपट्टि डाइनिङ एरियाहरू सिसा चाहिँ फुटाइदिएर रहेछ है अब त्यही त हो नि यो यस्तो हुन्छ तपाईँको युजमा भएन भने आफै पनि ब्रेक डाउन हुने चिज हो कि नत्र भने जराएको छ मृगहरू फोटो खिच्नु भित्र गएर फोटोहरू खिच्नु भयो हुन्छ भिडियोहरू भिडियो गरेर बनाउनु हुन्छ कति समय अगाडिको भयो यो संरचना यार त्यो बेला पनि कस्तो मजाले यो धुवा रोयल प्यालेस भनेपछि भइगयो नि धेरै राम्रो बनाएर छ वासरुमहरू त्यो टाइममा पनि यस्तो जङ्गलमा आएर बस्थ्यो है मान्छे अब जो सिकारीहरू होइन सिकार गर्न मन पराउने त्यो होइन हजुर यस्तो यो तपाईँको चाहिँ नेसनल पार्क इस्टाब्लिस भएपछि खुलेको सिकारको लागि चाहिँ होइन यो होइन है 1973 मा चाहिँ नेसनल पार्क इस्टाब्लिस भयो यो त विदेश होइन
यो के अरे बाहिर होटलहरू थिएन होला नि त होइन त्यो बेला बाहिर जस्तो होटलहरू थिएन यो तपाईँको धेरै पोलिटिकल इस्युहरू अनि धेरै कारणहरू छ यो क्लोज हुनमा मेनली तपाईँको अनस्टेबल गभर्मेन्ट गभर्मेन्ट भन्न नि मलाई नि गभर्मेन्टले थियो नि त पहिला त त्यही भएर हामीले सानो प्रोनाउन्सिएसन ठिक गरेर चाहिँ गभर्मेन्ट केही गर्छ भन्ने त वास्तवमा गभर्मेन्ट हो गभर्मेन्ट हुन पढिन्छ ठिकै पढेर रहेछ गोबर त त्यो त काम लाग्छ दामी रहेछ यार रुमहरूले यस्तो ट्याक पाट होइन त्यो बेलाको अनि यार अट्याच बाथरुम शुद्ध रहेछ नि त्यहाँ रिसोर्ट टाइपको अट्याच बाथरुम दुर्बिन त चाहिन्छ देख्न सक्छ 1970 कतिको 1970 मा खुलेको हो कि नेसा पार्क 1970 63 मा बन्द भयो भनेपछि 63 मा त बन्द भयो 20 वर्ष अगाडि 20 वर्ष अगाडि बन्द भएछ सोलर त बेलामा खोलादेखि रेस्ट्रिक्टेड मिल्छ खानलाई के हो यो चाहिँ के हो सर मन्दिर है जय श्रीराम जय श्रीराम ढुङ्गाहरू चाहिँ यता यस्तो छ क्या ढुङ्गाहरू यहाँको चाहिँ यो अहिले बन्द हो होइन त्यो गेस्टलाई चाहिँ ड्रप यहाँ चाहिँ तपाईँको ड्रप हुने स्पोट हो चाहिँ ए त्यो माथिबाट ढुङ्गा गर्दै आउने यहाँ रोकिने यो त परैसम्म छ हो यो यो होटल तपाईँको त रुमहरू त एकतिसम्म हो तर एरिया चाहिँ तपाईँको ठुलो थियो ए तपाईँको यो जुन ढोका सोका छ नि यो तपाईँको चाहिँ बन्द भएपछि स्थानीयको काम हो तपाईँको जस्ताको जस्तै थियो साल भनेको कति राम्रो चिज हो नि त धेरै चाँडै तपाईँको बिग्रिँदैन साल भनेको त सबै चाहिँ उहाँहरूले चाहिँ राम्रो काम गर्नुभयो राइनोसेरस कार्निभरस सिटिङ अम्निभरस गैँडा छ त्यहाँ आल खेलिरहेको छ मजाले पर यहाँबाट देखिन्छ आउनु न पर यो चाहिँ हाम्रो चाहिँ यहाँको सानो दुर्लभ ठुलो एकछिनमा गैँडा जुन हाम्रो नेपाल र इन्डियामा बाहेक कहीँ पनि पाइँदैन अनि हामीहरूको काउन्टिङ यता गर्दैन हामीहरूको काउन्टिङमा चाहिँ यसको पपुलेसन चाहिँ अहिले 694 छ नेपालमै होइन हजुर गैँडा भनेको हजुरको सोलिटरी हुनु भनेको एक्लै हुन्छ गैँडाहरू जस्तो बथानमा बस्दैन जस्तो हजुरको बथानमा बस्नु पऱ्यो भने पनि गरिन्दामा के हुन्छ ठुलो तपाईँको चाहिँ पानीहरू जम्ने ठाउँ हुन्छ नि हजुर त्यस्तोमा यिनीहरूले चाहिँ साधारण गैँडा देखिन्छ तर आफ्नो आफ्नो एरियाहरू चाहिँ छुट्याएर बसेका हुन्छन् कि कुनै एउटा टुडोमा कुनै एउटा गैँडा त्यस्तो हुन्छ अनि गैँडाको हजुरको चाहिँ हियरिङ र स्मेलिङ चाहिँ एकदम तगडा हुन्छ गैँडाको आइसाइट चाहिँ 4 हुन्छ हियरिङ र स्मेलिङ चाहिँ एकदम राम्रो हुन्छ उतापट्टि इन्डियाको बोर्डर आउँछ कि चुरे पर्वत हो हजुर चुरिया तपाईँको चाहिँ राष्ट्रनिकुञ्ज तपाईँको चुरिया सबै पर्छ अनि त्योभन्दा उताबाट इन्डिया आउँछ त्यसले गर्दाखेरि चाहिँ अब गुजराततिर चाहिँ छ होइन यहाँ चाहिँ तपाईँको अब यहाँ क्लाइमेटले दिँदैन होला नि क्लाइमेट होइन धेरै कुरा जेब्रा छैन जिराफ छैन उठ छैन पहिला पहिला हामी बच्चालाई लाभ लगाएको छ नि बाजे आएको थाहा छ यो चाहिँ हजुर के हुन्छ उतापट्टि त्यो एकदम घाँसहरू सुकेपछि आगो लगाइन्छ नि त आगो लगायो त्यो आगोहरू चाहिँ यो साइडतिर नसल्कियोस् भनेर फाइरल्यान्ड वर्षामा चाहिँ यो साइडतिर चाहिँ छिराउन सकिँदैन रेलिङ छैन माटो मात्रै हो खसिहाल्छ फर्क यतै आइरहेको गाडी जाऊ नानी यतैबाट यसरी त्यहाँबाट जाने यसो के देखिन्छ कि भनेर चेक गर्न छिर्ने के हो भनेको ए
ए यो लास्ट स्पट है युटर्न हान्छौँ क्या यो युटर्न के भेटिन्छ कि यहाँ चाहिँ तलतिर होइन तर बाघको पाइलाहरू स्पोर्ट गर्न सक्नुहुन्छ यहाँ चाहिँ म्याक्सिमम् बाघहरू मुभमेन्ट भइरहेको हुन्छ यो ठाउँमा बाघको त गन्दै चर्को हुन्छ भन्छ नि चर्को हुन्छ के खाले भने एकदम हार्ड स्मेल ब्याड स्मेल पनि होइन हार्ड स्मेल हुन्छ के हो नि त के देखिहाल्यो कि सर यहाँ चाहिँ हजुरले चाहिँ कोहीहरू स्पोर्ट ठाउँ हो के त लगिरहेको पातहरू जलकुम्बीहरू वाटर फाइसेन्स ल्याएटै खान्छ र सुरुमै हानिहाल्दैन उनीहरूको गर्ने मोडमा डिपेन्ड हुन्छ उनीहरूलाई अब कतिको इन्सेक्युर फिल हुन्छ उनीहरू इन्सिक्योर भएपछि चाहिँ यहाँ जुन पनि तपाईँको त्यही हो क्या मान्छेमा र जनावरमा केही डिफ्रेन्स छैन कि हामीलाई तपाईँले कसरी नराम्रो भनेपछि हामी उनीहरूको प्रतिकार गर्न जाँदैन नि त सर्टकट गयो यहाँबाट थियो नो वे भन्नु एन्ट्री बनाएछ धेरै हिलो भयो होला नि त हजुर यहाँ चाहिँ सबै फिमेल हो खै केटा चाहिँ बच्चाको बाउ चाहिँ जङ्गलबाट आउने भयो यता जङ्गली भयो पुन्टुरी हाट्यो भने कता हो त है हजुर कुन्टुरी हात्ती त्यहाँबाट 3 किलोमिटर तर आएको छ ए हामी जानु मिल्दैन है मिल्नुहुन्छ उसको अर्कै एरिया हो कि कुन्टुरीको ए गाउँै अर्कै हो उनी चाहिँ प्राइभेटमा जन्मिएको बाउ चाहिँ एउटै भयो आमा फरक भयो ए उनीहरूले चाहिँ के खुवाउने बेला मात्रै होइन अब जान्छन् अब निक्लिन्छन् उहाँहरू अब